यतिको केचप घरमै बन्छ भने बजारबाट केचप किनेर किन ल्याउने, बरु टमाटर ल्याउने अनि बुढीलाई दुःख दिने। बात तो सही है। चुरो कुरो मूल कुरो के हो भन्दाखेरि पाकेको फर्सीमा अनेक थरी केमिकल रङ मिसाएर बनाएको टमेटो केचप, जहाँ टमाटरै छैन त्यस्तो किनी खानु भन्दा त बरु घरमै बनाउँदा जितिन्छ नि। मेरो कुरो सही लागे कमेन्टमा यस लेखिदिनु होला। फेरि यो जाबो केचप बनाउन खासै महाभारत पनि त छैन, 15-20 मिनटमै भइहाल्छ। यसरी सुरुमा टमाटरलाई सानो सानो काटेर मिक्सरमा ग्राइन्ड गर्ने। ग्राइन्ड गरिसकेपछि चाल्नीमा राखेर राम्ररी छान्नुस्। किन छानेको भन्नुहुन्छ होला, नछान्दा फेरि त यी टमाटरका गाँठा गुठी मिक्सरमा राम्रो पिसिया हुँदैन र केचपमा पनि गइहाल्छ नि। र यो बचेको टमाटरको छोक्टा साँझको तरकारीमा हालेर खाने। र यो छानेर निस्केको टमाटरको झोललाई टमाटरको प्युरीलाई द ड्रिल ग्यासमा दाउरा ठेल अनि कराई बसाएर त्यो अघिको टमाटरको प्युरीलाई राम्ररी पकाउन छोड्नुपर्छ। टमाटर एकछिन पाक्दै गरोस् कि। तपाईहरुलाई हाम्रो भिडियो कस्तो लाग्छ, केही सल्लाह सुझाव दिनु मन छ भने त्यो पनि कमेन्टमा लेखिदिनु होला। हामीले सुधार गर्ने ठाउँ केही छ भने त्यसलाई पनि हामी सुधारेर अझै तपाईहरुलाई रमाइला भिडियोहरू बनाएर ल्याउने छौं। जुन माया तपाईहरुले हाम्रो सर्ट फर्म भिडियोमा देखाउनु भएको छ त्यस्तै माया यो लङ फर्म भिडियोमा पनि हामीले त्यस्तै मायाको अपेक्षा गरेका छौं। भाषण पनि धेरै दिनु नहुँदो रहेछ। बालेनले त 4 वर्ष पछाडि बल्ल 8 मिनट बोलेको छ। मेरो पनि यति हो। अब पाक्दै गरेको प्युरीमा स्वाद अनुसार थोरै नुन लगाउने। नुन मात्रै हालेर त कहाँ हुन्छ त, अब त्यसमा थोरै चिनी पनि लाउनु पर्ने हुन्छ। कसैले प्याज लसुन पनि हालेर बनाउने गर्छन्, तर आफ्नो स्वाद हो। जसलाई जस्तो मिठो लाग्छ त्यसले त्यस्तै बनाउने। हामीलाई चाहिँ पिरो अलि मन पर्ने भएर हामीले खोर्सानी पनि लायौं। तपाईहरुले नानी केटाकेटीहरुको लागि बनाउँदै हुनुहुन्छ भने खोर्सानी नराख्दा पनि हुन्छ। लास्टमा अलिकति अमिलाका लागि थोरै भिनेगर लगाइदिने। टमाटर पाकिसकेपछि हाम्रो केचप तयार भयो। यतिको मिठो र अर्ग्यानिक केचप घरमै बनाउन सकिन्छ भने बजारबाट 10 दुनिया केमिकल हालेको केचप किन किनिरहनु पर्यो।